कोशी प्रदेशको भोजपुर जिल्लामा अवस्थित ट्याम्केमयुङ गाउँपालिका प्राकृतिक सौन्दर्य, सांस्कृतिक विविधता र कृषि सम्भावनाले भरिपूर्ण क्षेत्र हो। यहाँका अधिकांश नागरिकको मुख्य पेशा कृषि हो। ट्याम्केमयुङ गाउँपालिकाले कृषि र पर्यटनलाई विशेष प्राथमिकतामा राख्दै दीर्घकालीन विकासका योजनाहरू अघि बढाइरहेको छ। आधुनिक कृषि प्रविधिको प्रयोग, सिँचाइ पूर्वाधार विस्तार, कृषि उद्यमशीलता, पर्यटन प्रवर्धन मार्फत स्थानीय अर्थतन्त्रलाई सबल बनाउने लक्ष्य लिएको छ। उर्वर भूमि, मेहनती किसान र अनुकूल हावापानी हुँदाहुँदै पनि वर्षौंदेखि सिँचाइको अभावले कृषि उत्पादनमा अपेक्षित प्रगति हुन सकेको थिएन। कृषिमा आधारित स्थानीय अर्थतन्त्रलाई सुदृढ बनाउन सिँचाइ पूर्वाधारको विकास अपरिहार्य थियो। यही आवश्यकतालाई मध्यनजर गर्दै गाउँपालिकाले साना सिँचाइ आयोजनालाई प्राथमिकतामा राख्दै कृषकहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउने अभियान सुरु गरेको छ। केही वर्ष अघिसम्म ट्याम्केमयुङका किसानहरू वर्षायाममा मात्र खेती गर्न बाध्य थिए। पर्याप्त सिँचाइ सुविधा नहुँदा धेरै खेतीयोग्य जमिन बाँझै रहने अवस्था थियो। पानीको अभावका कारण धान, मकै र कोदो जस्ता परम्परागत बालीमा मात्र निर्भर रहनुपर्ने बाध्यता थियो। तरकारी तथा नगदे बाली उत्पादन गर्न नसक्दा किसानहरूको आम्दानी सीमित थियो। युवाहरू रोजगारीको खोजीमा गाउँ छोड्न बाध्य थिए भने कृषि पेसाप्रति आकर्षण घट्दै गएको थियो। यो कुलो नबन्जुलसम्म यहाँका किसानहरू निकै मारमा परेका थिए, जहाँ आकाशे पानीको भरमा परेर बिउ बिजन गर्नुपर्थ्यो र खेती गर्नुपर्थ्यो। त्यसले धेरै दुःख कष्ट हुन्थ्यो। अब कुलोहरू टाल्दै, खोल्साहरू टाल्दै ल्याउनु पर्थ्यो र पानीको अभाव भएको कारणले गर्दा खेती कुलो बनेपछि किसानहरू धेरै उत्साहित देखिन्छन्, किनकि कुलोले एकदम खेतीयोग्य जमिनसम्म नै पुर्याएको छ। अझ टाढा टाढासम्म साबिक वडा नम्बर 2, वडा नम्बर 3 तला देवीथान भन्ने ठाउँसम्मै पुग्न पाएदेखि झनै यसको राहत त धेरै किसानहरूलाई हुन्थ्यो। कृषकहरूको आवश्यकता र स्थानीय स्रोतको उपयोगलाई ध्यानमा राख्दै ट्याम्केमयुङ गाउँपालिकाले विभिन्न वडामा साना सिँचाइ आयोजना सञ्चालन गरिरहेको छ। कुलो निर्माण तथा मर्मत, पाइपलाइन विस्तार, पानी सङ्कलन संरचना निर्माण र पानी व्यवस्थापन प्रणालीलाई व्यवस्थित बनाउने कार्यहरू प्रभावकारी रूपमा अघि बढाइएका छन्। यी आयोजनाहरूमा स्थानीय समुदायको सक्रिय सहभागिता रहेको छ। श्रमदान, योजना छनौट र सञ्चालन प्रक्रियामा किसानहरूको प्रत्यक्ष संलग्नताले आयोजनालाई दिगो र प्रभावकारी बनाएको छ। नबनुन्जेल किसानले चाहिँ धानको बिउ चाहिँ 81 हेर्नुपर्ने अवस्था थियो भने अहिले बेलामा रोपाइँ गर्न पाएका छन्। पानी चुहिने मेन कुरो, पानी चुहिसके पछाडि पानी मुहान नपुग्ने, यत्रो पानी मुहानदेखि फर्काउँदाखेरि हाम्रो खेतीसम्म पुग्दाखेरि एक मुठीको पानी पुग्थ्यो। अहिले चाहिँ अब हामीलाई एकदम सुविस्ता भएको। अनि कतिखेर अब पानी पर्छ, कतिखेर अब चाहिँ मनसुन भित्रिन्छ, त्यो अनुसारले मात्रै हामी चाहिँ हाम्रो खेती सम्पन्न हुन्छ। हेरौँ अब कुलो सम्पन्न भएको छ। अब यो कुलो सम्पन्न भइसके पछाडि यो पानीले कतिसम्म भर, अब पानीले कतिसम्म भन्दा पनि भर गर्छ। भर गरिसके पछाडि यसपालिको उत्पादन राम्रै हुन्छ जस्तो चाहिँ मलाई लागेको छ। सिँचाइ सुविधाको पहुँच विस्तार भएसँगै किसानहरू अहिले 12 महिना तरकारी, फलफुल तथा नगदे बाली उत्पादन गर्न सक्षम भएका छन्। कृषिमा आएको परिवर्तनले स्थानीय रोजगारी सिर्जना हुनुका साथै युवाहरूलाई गाउँमै उद्यमशील बन्न प्रेरित गरेको छ। ट्याम्केमयुङको सबैभन्दा एउटा उत्पादन क्षेत्र भनेको सिक्तेलमा रहेछ। सिक्तेलमा 9 नम्बर वडा पनि सिक्तेलभित्रै पर्यो। त्यसमा पनि हाम्रो जुन पानधारेदेखि मुनिको भाग, लेखर्कदेखि मुनिको भाग जुन काभ्रे भन्छ, त्यो अत्यन्तै कृषि क्षेत्र भएको कारणले परम्परागत रूपमा अथवा पहिल्यैदेखि त्यहाँ धेरैवटा सिँचाइ कुलोहरू थियो र त्यो जुन बाढी पहिरोको कारणले, केही वर्ष अगाडि गएको बाढी पहिरोको कारणले त्यो कुलोहरू लगभग 19वटा कुलोहरू छतबिछत बनाएको छ। राउते खोलाको एउटा भनौँ न बाढीले गर्दाखेरि र त्यसलाई व्यवस्थित गर्नको लागि पनि हामीलाई निकै धौधौ परेको
थियो र अहिले जुन हाम्रो माथिबाट सङ्घबाट अथवा साना सिँचाइबाट जुन परेको बजेटहरूले केही न केही हामीले काम गऱ्यौँ र त्यसले राम्रै गरेको छ। पहिला चाहिँ अत्यन्तै कठिनको साथ खेती गरिन्थ्यो, धान बाली लाउन पनि निकै कठिन हुन्थ्यो, पानीको अभाव, खोलाबाट मुहानबाट खेतसम्म पानी ल्याइपुर्याउनु मुस्किल पर्थ्यो, थोरै मात्रै पानीको मात्रा खेतमा ल्याइपुर्याइन्थ्यो। तर अहिले जुन यो साना सिँचाइले हाम्रो कुलो बनेपछि अहिले हरेक हिउँदे बालीहरूको लागि पनि नगदे बालीहरूको लागि पनि राम्रो भएको छ र अब भविष्यमा हुने यो फलफुल खेतीको लागि पनि राम्रो हुन्छ र यसले गर्दाखेरि चाहिँ कृषकको आय स्तर वृद्धि सँगसँगै जीवन स्तरमा पनि सकारात्मक प्रभाव पार्छ भन्ने हामीले टेम्की 9 लेखर्काले महसुस गरेको छौँ। स्थानीय सरकार, किसान र समुदाय बीचको सहकारीले साना सिँचाइ आयोजनालाई सफल बनाएको छ। यसले कृषि उत्पादन वृद्धि मात्र होइन, ग्रामीण विकासको नयाँ आधार पनि निर्माण गरिरहेको छ। टेम्की गाउँपालिकामा सिँचाइका कार्यक्रमहरू सञ्चालन धेरै भइरहेका छन्। हाम्रो यो चाहिँ एसआइपीसँगको, स्विस सरकारसँगको हाम्रो साझेदारीमा हाम्रो साना सिँचाइका कार्यक्रमहरू सञ्चालन भइरहेको छ र यो चाहिँ हाम्रो 77 देखिको एग्रिमेन्ट हो। अहिलेसम्म हाम्रो एग्रिमेन्ट समाप्त भएको छ र अहिले हाम्रो जम्मा 32 वटा साना सिँचाइ आयोजनाहरू सम्पन्न भएको छ। यो एकदमै उपलब्धिमूलक र राम्रो साना सिँचाइको कार्यक्रम भनिसकेपछि एकदमै प्रभावकारी रूपमा सफल भएको देखिन्छ र यसले चाहिँ हाम्रो बजेटको हिसाबले हेर्ने हो भने स्थानीय सरकारले यति धेरै बजेट लगानी गरेर हामीले गर्न सक्ने परिस्थिति थिएन। यो सङ्घीय सरकार, प्रदेश सरकार अनि त्यसपछि हाम्रो स्थानीय सरकार र एसआइपीद्वारा हाम्रो चाहिँ यो साझेदारीमा रहेको छ। हाम्रो स्थानीय सरकारको 20%, सङ्घ प्रदेशको 20% र स्विसको चाहिँ हाम्रो एसआइपीको चाहिँ 30% हुन्छ र हाम्रो चाहिँ यो चाहिँ श्रमदान कम्पलसरी अनिवार्य रूपमा 10% हाम्रो यसमा लगाउनुपर्छ। श्रमदान 10% हाम्रो यसमा अनिवार्य हो र हाम्रो लगभग यो 14 करोड भन्दा माथिको हाराहारीमा हाम्रो बजेट खर्च भएको छ र हाम्रो सिँचाइ अब 32 वटा आयोजना सम्पन्न भइसके पश्चात हाम्रो सिँचाइ चाहिँ हाम्रो 1300 हेक्टरको हाराहारीमा हाम्रो सम्पन्न हुने देखिन्छ र हाम्रो चाहिँ 658 घर लाभान्वित भएको देखिन्छ यो सिँचाइ आयोजनले। र मेन उद्देश्य भनेको हाम्रो कृषि र पर्यटन हो। टेम्की गाउँपालिकाको कृषि र पर्यटन हो। यो सिँचाइले हाम्रो कृषिलाई उत्पादन गर्नमा प्रवर्धन गर्छ, उत्पादन बढ्छ भन्ने हाम्रो अनुमान हो र नागरिकहरूलाई, किसानहरूलाई सहज तरिकाले सिँचाइ सुविधाको पहुँचमा पुर्याउने र उत्पादनमा बढाउनका लागि हामी लागिरहेका छौँ। र अहिले हाम्रो नेपाल सरकारको 100औं गन्तव्य सूचीमा स्विस हाम्रो चाहिँ मुन्दुम पदमार्ग पर्छ। जुन मुन्दुम पदमार्गको चाहिँ हाम्रो हामीले विभिन्न कार्यक्रमहरू गरिरहेका छौँ। यो कार्यक्रम अन्तर्गत चाहिँ हामीले यो पदमार्गमा आउने पर्यटकहरूलाई पनि हाम्रो कृषिबाट उत्पादन भएको यो सिँचाइले प्रदान गरेर सिँचाइ प्रदान गरिसकेपछि उत्पादन भएको रैथाने खानाहरू, यहाँको स्थानीय रैथाने उत्पादनहरू प्रवर्धन गर्नुपर्छ, वृद्धि गर्नुपर्छ, त्यही वस्तुहरू खुवाउनुपर्छ र यहाँको संस्कार संस्कृतिहरू चिनाउनुपर्छ भन्ने हिसाबले हामी लागिरहेका छौँ। र अनुगमनको पाटोमा हेर्दाखेरि स्विस सरकारसँगको साझेदारी कार्यक्रम एकदमै प्रभावकारी भएको देखिन्छ। स्थानीय सरकारले लगानी गरेको भन्दा राम्रो चाहिँ दाता संस्थासँग गरेको, यो चाहिँ स्थानीय सरकारले मात्रै अनुगमन नगर्ने भएर यो चाहिँ तिनटै सरकारले अनि त्यसपछि अब दात्री निकायले पनि गर्ने भएको हिसाबले एकदम राम्रो प्रभावकारी भएको देखिन्छ र यो चाहिँ हामी तिनटै सरकारहरूको सहकार्यमा निर्माण भएको र प्राविधिक हिसाबले पनि हामीले तिनटै क्षेत्रबाट सपोर्ट प्राप्त गरेका हुन्छौँ र त्यो हिसाबले यो सिँचाइको आयोजना एसआइपीको कार्यक्रम चाहिँ हाम्रो एकदम सफल रूपमा सम्पन्न भएको देखिन्छ। कृषि र पर्यटनको समन्वयले स्थानीय उत्पादनको बजार विस्तार हुनुका साथै रोजगारीका नयाँ अवसरहरू सिर्जना हुने अपेक्षा गरिएको छ। साना सिँचाइ आयोजना केवल पूर्वाधार विकासको कार्यक्रम मात्र होइन, यो किसानहरूको आशा, आत्मनिर्भरता र समृद्धिको आधार हो। पानीको पहुँचसँगै खेतीमा आएको परिवर्तनले टेम्केमयुङका किसानहरूको जीवनमा नयाँ सम्भावना सिर्जना गरेको छ। टेम्केमयुङ गाउँपालिका अहिले पूर्वी पहाडी जिल्ला अथवा धेरै जिल्लाहरूमा पहाडी जिल्लाहरू चाहिँ
खालि पूर्वाधारको हिसाबले बाटोघाटोलाई मात्रै मध्यनजर गरिरहेको अवस्थामा पालिकाले सिँचाइ सम्बन्धी कार्यक्रम के गरिरहेको छ त ओझेलमा पर्यो कि तपाईँले लगानी नगरेको हो त भन्ने खालको कुरा आएको छ। त्यस कारणले केही जानकारी गराउन चाहन्छु म। यो सिँचाइ हामीले चाहिँ अत्यन्तै अब कृषि भनेर बिउ बिजन विषादी मात्रै बाँड्ने होइन होइन, त्यसमा पनि अब विषादीलाई चाहिँ अलिकति कम गरिएको छ, गर्नुपर्छ भनिएको छ र अब बिउ बिजन अर्ग्यानिक बनाएर लानुपर्छ, उत्पादनमा जोड दिनुपर्छ भन्दै गर्दा हामीलाई चाहिँ सिँचाइको ठुलो आवश्यकता छ। त्यस सन्दर्भमा टेम्के मैन गाउँपालिका चाहिँ यो स्थानीय तह स्थापना भएदेखि चाहिँ 77-78 को यो आर्थिक वर्षबाटै यो चाहिँ सिँचाइमा काम गरेको स्विस सरकारको साझेदारी कार्यक्रम छ र अझ अब 79-80 मा हामी आइपुग्यौँ अथवा मेरो कार्यकाल सुरु हुन्छ। त्यसमा यो सिँचाइको कार्यक्रमलाई चाहिँ प्राथमिकता स्विसको कार्यक्रम साझेदारी कार्यक्रमलाई चाहिँ प्राथमिकतामा राखेर कार्यक्रम गरिएको छ। पछिल्लो म आइकन भनौँ होइन दोस्रो कार्यकालमा 8,25,00,000 जतिको चाहिँ हामीले साना सिँचाइसँग मात्रै साझेदारी कार्यक्रम गऱ्यौँ। त्योभन्दा अगाडि पनि स्विस सरकारले चाहिँ साना सिँचाइको कार्यक्रमहरू गरेका छन् र त्यति बेला पनि 6 करोड हाराहारीको चाहिँ झन् 6.25 करोड हाराहारीको चाहिँ काम गरेको पाइन्छ। साना सिँचाइ कार्यक्रम अन्तर्गत स्विस सरकारसँग जोडिएको कार्यक्रम चाहिँ 14 करोड 17 लाख हाराहारी भनौँ अथवा 14 करोड 17 लाखको चाहिँ कार्यक्रम हामीले सम्पन्न गरेर उहाँहरू आउने आर्थिक वर्षबाट चाहिँ स्विस सरकारले यो साना सिँचाइ कार्यक्रम मार्फत हात झिक्नु भएको छ। कन्ट्र्याक्ट चाहिँ हाम्रो सकिएको छ। त्यसमा हामी पालिका 20% प्रदेश र सङ्घ विविध 60%, स्विस सरकारले 30% र जनसहभागिताको 10% गरेर हामीले काम गर्यौँ। 8,25,00,000 बराबरको काम गऱ्यौँ र यो आर्थिक वर्षसम्म यो कार्यक्रम सञ्चालन रह्यो र मुख्यतया म त आइसके पछाडि स्विसको प्रोजेक्ट हेर्ने साथीहरूलाई अहिले त अब आगामी सालबाट यो चाहिँ फेज आउट भएको छ। म उहाँहरू जति खट्नु भएको छ उहाँहरूलाई म हार्दिक धन्यवाद दिन चाहन्छु। अत्यन्तै राम्रो काम भएको छ। हाम्रो यो 8 करोड चाहिँ लगभग 25,000 को कार्यक्रमले हामीले 13वटा चाहिँ साना सिँचाइको योजनाहरू सम्पन्न गरेका छौँ। यो 3टा आर्थिक वर्ष यो मआइकन 13वटाले धेरैवटा चाहिँ धेरै किसानहरूलाई चाहिँ खेत बालीलाई नै ध्यान दिएर यो योजना बनाइएको छ र हिउँदे सिँचाइलाई पनि ध्यान दिएर केही योजनाहरू हामीले गरेका छौँ। यो बेमौसमी खेतीलाई सम्म टार्गेट गरेर होइन कार्यक्रम गरेका छौँ। यो 8 करोड भनेको चाहिँ चान्चुने कुरा होइन। यो 3 आर्थिक वर्षमा यो सिँचाइमा यो चाहिँ हाम्रो साझेदारी कार्यक्रम मात्रै हो। र अर्को अब सङ्घीय सरकारबाट आगामी सालको लागि विनियोजन भएको बजेटलाई पनि म सार्वजनिक गरिहालौँ। 68 करोड चाहिँ विशेष अनुदानको रूपमा यो हाम्रो वाछिम्ले खोलाबाट यहाँ चाहिँ सोइनासम्म चाहिँ भनेर यसलाई यो हामी धान खेती अथवा यसलाई हिउँदे बालीलाई चाहिँ विशेष गरेर फोकस गरेर गरिएको छ। र अन्य हामी सिँचाइ डिभिजन कार्यालय भोजपुर मार्फत आएका योजनाहरू चाहिँ अत्यन्तै धेरै छ हाम्रो पालिकाभित्र होइन। यो चाहिँ सङ्घ सरकार र प्रदेश सरकारकै छ। हाम्रो 5 करोडको योजना चाहिँ हाम्रो चलिराखेकै छ, सम्पन्न भएको छैन। यो माथि रुमला पन्छी सिँचाइ योजना भन्ने छ। अर्को खाम्ले कुलो 2 करोडको अहिले अब आउने वर्ष काम भइरहेको अवस्था छ। त्यसकारणले सानोतिनो योजनाहरू हामीले पालिकाले पनि मर्मत गरेर चाहिँ 2-4 लाखको योजनाहरू चाहिँ हामीले सञ्चालनमा लिएको छौँ। त्यसको डाटा अहिले ठ्याक्कै चाहिँ यहाँ भएन, तर विशेष गरी मैले अहिले जानकारी गराउन खोजेको चाहिँ हामी समग्र यो पालिकाको विकासको निमित्त चाहिँ सिँचाइमा पनि अत्याधिक हाम्रो लगानी छ है भन्नको निमित्त चाहिँ यो केही डाटाहरू हामीले चाहिँ प्रस्तुत
गर्नको लागि यहाँ चाहिँ मैले सार्वजनिक गरेँ र अझ बनाइएका योजनाहरू धेरै, हाम्रो सम्पन्न गर्नुपर्ने योजनाहरू धेरै छन्, मागहरू धेरै छन् हैन। 8 नम्बरमा हामीले डाइरेक्ट प्रदेशबाट हामीलाई 38 लाखको अहिले यो पटक हामीलाई कार्यक्रम प्रदेशले दिएको हैन। यो भोजपुर डिभिजन कार्यालयबाट त्यहाँ सम्पन्न भइसकेको छ। त्यहीँनिर अर्को चाहिँ सानो सिँचाइको पनि त्यहीँनिर छ, डाँडा खेतकुलो भन्ने यही साल सम्पन्न हुँदैछ। धेरैवटा चाहिँ हामीले कुलोहरू चाहिँ सम्पन्न गरेको छौँ, सानो नहरहरू सम्पन्न गरेको छौँ। र मैले अन्तमा भन्नुपर्ने कुरा चाहिँ के छ भने हामीले समग्रतामा यो पालिकाको मान्छेको जीविकोपार्जनको निमित्त आय आर्जन जोड्नको लागि पहिला आत्मनिर्भर बनाउँ कृषिमा, उत्पादनमा। त्यसका निमित्त चाहिँ यस्ता खाले कार्यक्रमहरू गर्दै आएका छौँ हामीले। पाइप वितरणदेखि हैन, थोपा सिँचाइको कार्यक्रम, एक घर एक करेसा बारीको कार्यक्रममा पनि हामीले सिँचाइलाई नै हेरेको छौँ। अहिले हामी साना सिँचाइमा पनि, सानो सिँचाइ भनेर अहिले हामीले टेन्डर निकालेको छौँ, पाइप वितरण गर्ने भनेर र टनेल वितरण गर्ने भनेर। अहिलेको यो पछिल्लो मूल्य वृद्धिको कारणले ठेक्का निकालेको कन्ट्र्याक्टरहरूले 2-3 तल, हामीले 2 तल ठेक्का निकाल्दा अहिले चाहिँ लास्टमा एकजनाले हालिदिनु भएको छ र अहिले सम्भवतः 20 गतेसम्म आउला भन्ने अपेक्षा छ। र यो समग्रमा टेम्केमैन गाउँपालिका कृषि भन्दै गर्दाखेरि कृषि चाहिँ सिँचाइ बिना हुँदैन भनेर बुझेरै कार्यक्रम बनाइएको छ। कतिपय कार्यक्रमहरू सम्पन्न भएको छन्, कतिपय योजनाहरू आयोजनाहरू सम्पन्न हुन बाँकी छ। कतिपय हामीले अहिले पनि हामीले सङ्घ र प्रदेशमा मागेका थियौँ, अति आवश्यक योजनाहरू छुटेको जस्तो लागेको छ। तथापि म अनुरोध गर्छु लास्टमा हाम्रो टेम्केमैन आमवासीलाई, यो हाम्रो योजना आउनु, ल्याउनु, गर्नु, सम्पन्न गर्न मात्रै ठुलो कुरा रहेन, यसलाई जगेर्ना गर्नु र त्यसलाई उपभोग गर्ने जिम्मा र दायित्व, र त्यसलाई चाहिँ भोलि हामीले सिँचाइ कार्यक्रमहरू ल्याइसकेपछि त्यो सिँचाइमा तपाईँलाई झार उम्रेर जङ्गल नबनोस्, त्यहाँनिर पानी बग्नुपर्छ। त्यसको लागि चाहिँ आम उपभोक्ताहरूको चासो र जिज्ञासा रहोस् भन्ने म अनुरोध गर्छु। कृषि र पर्यटनको समन्वित विकास मार्फत ट्याम्केमयुङ गाउँपालिका समृद्ध भविष्यतर्फ दृढतापूर्वक अगाडि बढिरहेको